न गगनले रुख चिन पाउँछन्, न चार तारे पाउँछ, न कङ्ग्रेसको नाम पाउँछ। भनेको संस्थापन पक्षले समर्थन नगरिकन यो हुनेवाला छैन। यो मुद्दा जान्छ। अहिले उसले गएर कहाँ गर्नुपर्छ, आज पास गर्यो, गगन सभापति भयो सबै भनेर त्यहाँ नयाँ केन्द्रीय कमिटी बनाउला के बनाउला सबै गएर चाहिँ जानु पर्यो। कहाँ जानु पर्यो? निर्वाचन आयोग जानु पर्यो कि परेन? पर्यो। त्यसले नदिकन त हुँदैन। अहिले सिग्नेचर त शेरबहादुरकै चल्छ। त्यत्रो सडकमा मान्छे आइसक्यो, त्यो सडकको दबावले पनि यतिखेर कङ्ग्रेसमा अब शेरबहादुरलाई पनि माथि पनि दबाव परेको छ। यदि शेरबहादुरले यो हट कायम गरेर जिद्दीपन देखाइराख्यो भने त्यो भिड फेरि शेरबहादुरतिर गएर शेरबहादुरलाई गलत तयार सडकमा निकाल्ने अवस्था नआउला भन्न पनि सकिन्न आफ्नै पार्टीभित्र। मलाई त बोल्न दिनुहोस्। त्यसपछि त्यहाँ जान्छ निर्वाचन आयोग। निर्वाचन आयोगको के फैसला मानेन, एकछिनलाई मन परेन, गगनलाई मन परेन, शेरबहादुर कसैलाई पनि एउटाले त हार्छ नि त। हार्ने त जान्छ सर्वोच्च। सर्वोच्चबाट निर्णय नआइकन त्यसलाई फ्रिज गरिदिन्छ। अनि कुन चुनाव चिन्ह लिएर जान्छ कङ्ग्रेस चुनावमा? यो कानुनी चिज म तपाईँहरूलाई बताइदिन्छु। अब तपाईँले के प्रश्न गर्नुभयो भनेदेखि शेरबहादुरलाई हटाउने हो कि होइन? त्यो शेरबहादुर हटायो या भोलि गएर प्रदर्शन भयो कङ्ग्रेसको। अमेरिकाले खोजेकै त्यही हो नि। कङ्ग्रेस सिद्धियो भनेदेखि उसका नयाँ मान्छेलाई अगाडि सार्नु पायो। उसको त हातैमा लड्डु नै लड्डु छ। उसले गगनलाई जे गरे नि फाइदा। कङ्ग्रेस बलियो चाहिँ हुन दिँदैन। कङ्ग्रेस बलियो चाहिँ हुन दिँदैन।